मेरो शेयरबाट आइपिओ कसरी भर्ने? अब तपाईहरु मेरो शेयरबाट आइपिओ एप्लाई गर्नको लागि तपाईहरु सजिलैसँग कुनै ब्राउजरमा जान सक्नुहुन्छ, नत्र तपाईहरु गुगलमा गएर सेम यही तरिकाबाट आइपिओ भर्न सक्नुहुन्छ। जस्तै यसमा चाहिँ म क्रोम ब्राउजरमा आएको छु। आइसकेपछि मेरो शेयरमा यसरी टच गरेको छु। टच गरिसकेपछि सिलेक्ट आवर डीपी भनेर रहेको छ। तपाईहरु सजिलैसँग आफूले मेरो शेयर लगेको ब्याङ्क सिलेक्ट गर्न सक्नुहुन्छ। जस्तै मैले ग्लोबल आइएमई क्यापिटल लिमिटेड मैले यसमा राखेको छु। राखिसकेपछि युजर नेम तपाईहरुले राख्नुपर्ने हुन्छ। जस्तै म युजर नेम राख्न गइरहेको छु। यसरी युजर नेम राख्नु होला। राखिसकेपछि पासपोर्ट राख्नुपर्ने हुन्छ। यसरी पासपोर्ट राख्नु होला। पासपोर्ट राखिसकेपछि तपाईहरु सजिलैसँग लगइनमा टच गर्न सक्नुहुन्छ। यसमा चाहिँ म लगइन भइसकेको छु। अब तपाईहरु सजिलैसँग आइपिओ एप्लाई गर्नको त्यो तीनटा लाइनमा टच गर्नु होला। त्यसमा टच गर्ने बित्तिकै यसमा विभिन्न किसिमको अप्सनहरु शो गर्छ। माई आस्पा भन्ने अप्सनमा तपाईहरुले टच गर्नुपर्ने हुन्छ। टच गर्नु होला। यसमा कुन कुन कम्पनीको तपाईहरुले आइपिओ तपाईहरुलाई खोलेको छ तपाईहरु सजिलैसँग हेर्न सक्नुहुन्छ। अब एप्लाईमा टच गर्नु होला। एप्लाईमा टच गरिसकेपछि इस्यु म्यानेजर, त्यसैगरी यसमा सम्पूर्ण जुन कम्पनीको डिटेल्स शो गर्छ, ओपन डेट, क्लोज डेट, कति किता एप्लाई के रे खोल्यो भनेर सम्पूर्ण शो गर्छ। मिनिमम कति भर्न सकिन्छ, म्याक्सिमम कति भर्न सकिन्छ यसमा शो गरेको हुन्छ। अब हामी सिधै तल डाउनमा जाउँ। डाउनमा गइसकेपछि अब हामी सजिलैसँग यसबाट ब्याङ्क सिलेक्ट गर्नुपर्ने हुन्छ। जस्तै यसमा चाहिँ मैले यसरी ब्याङ्क सिलेक्ट गरेको छु। सिलेक्ट गरिसकेपछि अब एकाउन्ट नम्बर सिलेक्ट गर्नुपर्ने हुन्छ। एकाउन्ट नम्बर सिलेक्ट गर्नु होला। गरिसकेपछि अब तपाईहरु सजिलैसँग कति किता एप्लाई गर्ने, जस्तै मैले 10 किता एप्लाई भन्ने बित्तिकै तलपट्टि 1000 रुपैयाँ आइसकेको छ। अब तपाईहरु सजिलैसँग यसमा सीआरएन नम्बर राख्नुपर्ने हुन्छ। सीआरएन नम्बर राख्नु होला। जस्तै म यसमा राख्न गएको छु। यसरी तपाईहरुले सीआरएन नम्बर सिलेक्ट गरेर यसमा यसमा टिक लगाउनु होला। जस्तै मैले त्यसमा टिक लगाएर प्रोसिडमा टच गरेको छु। त्यसपछि आफ्नो ट्रान्ज्याक्सन पिन नम्बर राख्नुपर्ने हुन्छ। जस्तै म यसमा ट्रान्ज्याक्सन पिन नम्बर राखेर एप्लाईमा टच गरेको छु। एप्लाईमा टच गर्ने बित्तिकै यसमा शेयर हैज बीन एप्लाई सक्सेसफुल भनेर आएको छ। यसरी तपाईहरु सजिलैसँग कुनै पनि कम्पनीको आइपिओ भर्न सक्नुहुन्छ। भिडियो कस्तो लाग्यो? यस्तै भिडियोहरुको लागि हाम्रो आइडीलाई फलो गर्न नबिर्सनु होला।